साथीहरू, जुन कुरा स्वयं भारतलाई समेत थाहा थिएन, भारत आफैले कहिल्यै पनि आधिकारिक रूपमा चाहिँ नेपालले हाम्रो भूमि मिच्यो भनेर दाबी गर्न सकेको थिएन, तर हाम्रा प्रधानमन्त्रीले भने आफ्नै देशलाई दोषी देखाउन आज हतार गरेको देखियो। साथीहरू, तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। नेपालले वर्षौंदेखि आफ्नो भूमि फिर्ताको कुरा गर्दा हावातालमा बोलेको थिएन। साथीहरू, इतिहास, सुगौली सन्धि र आधिकारिक नक्साहरूको बलियो आधार थियो। यस्तो संवेदनशील बेलामा हाम्रै देशको प्रधानमन्त्रीको मुखबाट हामीले पनि भारतको सीमा मिचेका छौं भन्ने खालका गैर जिम्मेवारी सन्देश जानु भनेको नेपालको अन्तर्राष्ट्रिय अडानलाई बलियो बनाउनु होइन, आफ्नै ऐतिहासिक दाबीलाई कमजोर बनाउनु हो। भोलि भारतले अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ नेपालकै प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको थियो भनेर स्वीकार गरेका थिए भन्ने कुरा चाहिँ उद्घृत गर्यो भने त्यसको जवाब कसले दिने? राष्ट्रिय हित र सार्वभौमिकताको विषयमा शब्द खर्च गर्दा अलिकति त परिपक्वता र जिम्मेवारी चाहिन्छ होला। प्रधानमन्त्रीको कुर्सीमा बसेपछि हरेक शब्द व्यक्तिगत हुँदैनन्, त्यसलाई राष्ट्रकै आवाज मानिन्छ। यदि साँच्चै नेपालले भारतको भूमि मिचेको हो र यो कुरा भारतभन्दा पहिला हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहलाई थाहा भएको हो भने त्यो कुरा लुकाउने होइन, प्रमाण सार्वजनिक गर्ने हो। कुन ठाउँ मिचेको हो, कुन नक्साको आधारमा हो, कुन सन्धि वा दस्तावेजले त्यसो भन्छ, होइन भने छिमेकीलाई खुसी पार्न वा सस्तो चर्चाका लागि दिने यस्ता गैर जिम्मेवार अभिव्यक्तिले नेपालको हित गर्दैन। साथीहरू, उल्टै हाम्रा स्थापित प्रमाणहरूको जग कमजोर बनाउने हो। देशले नेतृत्वबाट परिपक्वता र स्पष्टता खोजेको हो, आफ्नै देशको अस्मितामाथि प्रश्न उठाउने भ्रम खोजेको होइन। साथीहरू, तपाईहरू यो विषयमा के भन्नुहुन्छ? साथीहरू, जस्ताको तस्तै तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। साथीहरू, जुन कुरा स्वयं भारतलाई समेत थाहा थिएन, भारत आफैले कहिल्यै पनि आधिकारिक रूपमा नेपालले हाम्रो भूमि मिचेको छ भनेर दाबी गर्न सकेको थिएन, तर हाम्रा प्रधानमन्त्रीले आज आफ्नै देशलाई दोषी देखाउनको लागि चाहिँ हतार गरेको देखियो। साथीहरू, नेपालले वर्षौंदेखि आफ्नो भूमि फिर्ताको कुरा गर्दा हावातालमा बोलेको थिएन, इतिहास, सुगौली सन्धि र आधिकारिक नक्साको आधारमा बोलेको थियो। यस्तो संवेदनशील बेलामा हाम्रै देशको प्रधानमन्त्रीको मुखबाट हामीले पनि भारतको भूमि मिचेका छौं भन्ने खालका गैर जिम्मेवारी सन्देश जानु भनेको नेपालको अन्तर्राष्ट्रिय अडानलाई बलियो बनाउनु होइन, आफ्नो ऐतिहासिक दाबीलाई कमजोर बनाउनु हो। भोलि भारतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालकै प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको थियो भनेर स्वीकार गरेका थिए भन्ने कुरा गर्यो भने त्यसको जवाब कसले दिने हो? राष्ट्रिय हित र सार्वभौमिकताको विषयमा शब्द खर्च गर्दा अलिकति त परिपक्वता, जिम्मेवारी चाहिन्छ होला नि। प्रधानमन्त्रीको कुर्सीमा बसेपछि हरेक शब्द व्यक्तिगत हुँदैनन्, त्यसलाई राष्ट्रकै आवाज मानिन्छ। यदि साँच्चै नेपालले भारतको भूमि मिचेको हो र यो कुरा भारतभन्दा पहिला हाम्रो